हे जन्म दिने बाबा आमा ज्ञान दिने गुरु, जन्म दिने बाबा आमा ज्ञान दिने गुरु, यी त्रिदेवलाई प्रणाम गरी गरौँ है काम सुरु, महत्व अपार। तिथिको श्राद्ध सकियो। पण्डितले भने अब पिण्ड सेलाउने बेला भयो। छोरा जुरुक्क उठेर पिण्ड हातमा लिएर भन्यो, म बाबाको पिण्ड गया लगेर सेलाउँछु। पितृले माथिबाट देखेर भने, बाचिन्जेल बिरामी हुँदा अस्पतालसम्म लगेनस्, अब के गया लैजाने नाटक गर्छस्। कुल पूजा आउनुभन्दा पहिला श्राद्ध गरिँदैन भने त्यहाँ काम छैन। र श्राद्धको दिनमा घरका मान्छेले नम्बर 1 मा गर्नै नहुने कुरा के, हल्ला गर्नु हुँदैन। जब श्राद्ध गर्ने बेलामा जसले पाए त्यसले, बन्धुभन्दा बाहेक अरूले घरलाई टेक्न पनि हुँदैन, शास्त्रीय नियममा कुरा भन्नुभयो नि। हजुरको घरमा श्राद्ध छ भने म पनि जानु मिल्दैन त्यहाँ। अनि नुन लागो भनेर पनि सोध्नु हुँदैन, पितृ दुखी हुन्छन्। श्राद्धको दिनमा त्यो खानेकुरालाई, पकाएको खानेकुरा पनि चाख्न पनि हुँदैन। अगाडि आफ्नो कार्य सफल भयो भने पनि श्राद्ध गर्नु भनेको छ शास्त्रले त। कुरा भन्नुभयो, बिहा गर्नुभन्दा अगाडि खुसियालीमा, अनि त्यहाँबाट कुनै शुभ कार्य भयो भने मनको इच्छा आकांक्षा पूरा हुनका लागि श्राद्ध गरिन्छ। पुत्र लाभ होस् भनेर श्राद्ध गरिन्छ, वृद्धि होस् भनेर श्राद्ध गरिन्छ, उन्नति प्रगति होस् भनेर श्राद्ध गरिन्छ, कार्य सफल होस् भनेर श्राद्ध गरिन्छ, खुसियालीमा श्राद्ध गरिन्छ। कुल देवताको पूजा गर्नुभन्दा अगाडि पनि श्राद्ध गरिन्छ। श्राद्ध 96 प्रकारका छन्, पछि कुरा गरौँला। तिथिको त नियमै भइहाल्यो। जुन आज हामीले श्राद्ध गर्यौं त्यो श्राद्ध के हो, कुल देवताको पूजा गर्नुभन्दा पहिला खुसियालीमा, हे कुल देवता मलाई रक्षा गरिदेऊ, मेरो वंशमा उन्नति प्रगति होस्, कुलले बोलेका कुरा पुगुन्, मैले गरेको उपचार लागोस्, गल्ती भएमा माफ गरिदेऊ, पितृ पनि खुसी हुनु। 3 पुस्ता जोडेर पितृलाई खुसी पारिसकेपछि बल्ल के हुनुहुन्छ, कुलको आदेश